आज म बनाउँदैछु दाल भात पावर 24 आवर चिकन ग्रेभी रायोको साग र भुटेको आलुसँग है अति दामी भएको थियो। सुरुमा चाहिँ प्यानमा तेल हालेर यसमा जिरा हाल्ने अनि जिरालाई पड्काइदिने, त्यसपछि प्याज हालेर प्याजलाई मजाले रातो हुने गरी भुट्ने होइन। अनि त्यसपछि मासु हाल्ने। म चाहिँ चिकन लिएको छु अनि यसमा बेसार हालेर यसलाई मजाले मिक्स गरेर मासुलाई पनि मजाले रातो हुने गरी भुट्ने है। मासु हल्का रातो रातो हुँदै गइसकेपछि यसमा नुन हाल्ने, त्यसपछि जिरा धनियाँको धुलो अनि त्यसपछि अदुवा लसुन र खुर्सानीको पेस्ट र चिल्ली पाउडर हालेर मसलालाई मजाले पकाउने अनि यसमा यो टमाटो पेस्ट हालेर यसलाई पनि मजाले मिक्स गरेर यसलाई टक्कसँगले छोप्नको लागि छोडिदिने। अनि छोपिसकेपछि यसको मजाले यो ग्रेभीलाई सुकाउने सुरुमा होइन, हल्का तेल निस्किन्छ अनि यतिको भइसकेपछि यसमा आफ्नो इच्छाअनुसार पानी हाल्ने अनि यसलाई पनि बोइल गरेर धनियाँ छर्किने। त्यसपछि प्यानमा तेल हाल्ने अनि यसमा जिरालाई पड्काउने अनि मसिनो काटेको आलु हालेर यसमा नुन बेसार र मसरुम मसला हालेर यसलाई मजाले मिक्स गरिदिने होइन। अनि यसलाई हल्का रातो रातो बनाउने अनि त्यसपछि फेरि प्यानमा तेल र सुके खुर्सानीलाई पड्काएर यसमा टक्कसँगले रायोको साग हाल्ने र नुन छर्किने अनि त्यसपछि यसलाई मजाले मिक्स गरिदिने होइन। हल्का साग गल्न थालेपछि यो रेडी हुन्छ है त।